सरकारले अनि अथवा हाम्रो ट्राफिक नियमले के नियम हो लगाउने। खासै यो कालो स्टिकर लगाएर अप्ठ्यारो त पर्दैन। यो कालो स्टिकर लाउनु पनि हाम्रो मधेसको लागि चाहिँ धेरै राम्रो हो के। यो कालो सिसा लाउनाले हाम्रो चाहिँ कस्तो चाहिँ बाहिरको हिट त्यति हुँदो रहेन भित्र हैन, एसीले पनि काम गर्छ। यो कुरा बुझिदिनु पर्ने हो। अब यो कालो सिसा लाएर भित्र त देखिन्छ नि, सबै कालो त हुँदैन हैन। अब भ्रष्टाचारीहरू अनि सबै के अरे 2 नम्बरीहरू त अब त्यसै चिनिन्छ हैन। अब यो चाहिँ जनतालाई दुःख मात्रै हो। लाटो देशको गाडो तन्नेरी भन्ने कि अब खै अब हामीले नबुझेको हो कि खासै यसमा चाहिँ नि त्यस्तो अप्ठ्यारो मान्नु पर्थेन हैन। ट्राफिक नियमको पालना गर्ने भन्नुभएको छ। मैले पनि त्यही भएर अब म पनि एउटा नेपाली नागरिक भएको कारणले हैन यो त नियम पालना गर्नु पर्यो। म पनि अब त्यस्तो मोडे हुनु त भएन। तर खास मैले एउटा के सन्देश दिन्छु भने यो हाम्रो मधेसमा त हाम्रो यो कालो स्टिकर लगाउनाले यति प्रचण्ड धुप हुन्छ नि गाडीमा हिँड्दा, यति प्रचण्ड धुप हुन्छ। यसले चाहिँ धेरै कभर गर्छ कि, यसले चाहिँ धेरै चाहिँ नि सपोर्ट गर्छ। त्यसले गर्दाखेरि यो मैले लगाएको थिएँ, लगाएको पनि धेरै दिन भएको छैन। 4000 गइहाल्यो। अब 4000 अब बुझ्नुहुन्न। अब सरकारले हो या अब ट्राफिक नियमको के नियम हो यो हैन। यो कालो सिसा भन्दा पनि त्यस्तो कालो त होइन नि यो। अब जम्मा 20% हैन, 20% कालो सिसा। सजिलो त सजिलै हुँदैछ निकाल्नलाई, तर अलिकति त्यही हो कि अब यस्तै यो गाह्रो छ। अब अस्ति भर्खर लगाएको यो खास हटाउनु पर्ने आवश्यक देखिन क्या मैले थिएन। हाम्रो यो भइरहेको लागि त मधेसको लागि त यो अति नै एकदम राम्रो हो कि। यो गर्मीको लागि त यति गाडीमा यति गर्मी हुन्छ भित्र। अब यो लगाएपछि यसले चाहिँ घाम धेरै छेक्छ होइन। त्यसरी पनि अलिक काम गर्छ। नत्र पनि यो लगाएन भने त यसरी पनि कुनै अर्थै छैन, कुनै कामै गरिरहेको छैन होइन। त्यही भएर यस्तो अब यो देशको नियम अब मान्नै पऱ्यो होइन। अब नेपाली नागरिक भइसकेपछि मान्नै पऱ्यो। अब मैले पनि निकाले आएर अस्ति भर्खर लगाएको गाह्रो छ। र यो जनचेतनाको लागि मैले पनि यो भिडियो पोस्ट गरेँ होइन। अब हाम्रो ट्राफिक नियमको त सबैले पालना गर्नुपर्छ। तर खासै मैले उपयुक्त देखिनँ यो कालो हामीले यो 20% 25% हाम्रो चाहिँ यो कालो स्टिकर लगाउँदाखेरि खासै त्यस्तो असर हुन्छ त्यति नराम्रो हुन्छ भन्ने त मैले लागेन। तर हाम्रो मधेसको लागि त यो एकदम राम्रो हो कि। यो मधेसको यो घाम यति घाम हुन्छ गाडीमा हिँड्दा त यति नै घाम, यो एसीले पनि काम गर्दैन। यो लगाउँदा धेरै सेफ भएको थियो। तर पनि अब ट्राफिकको नियम पालना गर्नै पऱ्यो। आज मैले पनि निकालेँ। अथवाहरूले पनि के भन्नुहुन्छ होइन। ट्राफिक नियमको पालना त गर्नु पऱ्यो। हामी नेपाली नागरिक भएर होइन सरकारको नियम त पालना गर्नु पऱ्यो। सबैले चाहिँ नि कमेन्ट गर्नु होला यो उपयुक्त हो लगाउन या निकाल्न उपयुक्त हो। सबैले कमेन्ट गर्नु होला।